जब 2015 मा चाहिँ नेपालमा भूकम्प गयो, धेरै घरहरू चाहिँ अलिकति बस्न लायक थिएनन्। त्यो मध्ये हाम्रो पनि यो गाउँमा चाहिँ घर बस्न लायकको रहेन। त्यही सिलसिलामा अब हामीले चाहिँ यसलाई उपयुक्त एउटा सही समय हो, उपयुक्त समय हो स्थानान्तरण गर्ने हामीले आफैलाई भन्ने उसमा चाहिँ यो हाम्रो चाहिँ यो अहिले फार्म भएको जग्गा चाहिँ हाम्रो चाहिँ बारी मात्र थियो र पानीको चाहिँ सुविधा राम्रो भएको हुनाले हामी चाहिँ यहाँ आएर हामीले चाहिँ फार्म तथा होमस्टे सञ्चालन गऱ्यौँ र 2016 मा चाहिँ हामीले यो फार्म चाहिँ सुरु गरिसकेका नै थियौँ। नमस्ते, मेरो नाम चाहिँ श्रीकृष्ण धिताल। पेसाले म चाहिँ मेकानिकल इन्जिनियर। मैले काठमाडौँ विश्वविद्यालयबाट चाहिँ मेरो स्नातक र स्नातकोत्तर चाहिँ मैले मेकानिकल इन्जिनियरिङमै सकेँ र हाल चाहिँ म संस्कृति फार्म्स एन्ड रिसर्च सेन्टर नमोबुद्धमा कार्यरत छु एक्जिक्युटिभ डिरेक्टरको रूपमा। साथसाथै फुलबारी होमस्टेको पनि सञ्चालक रूपमा चाहिँ म कार्यरत छु। विशेषतः मेरो आफ्नो अन्डरग्रेड सक्ने बित्तिकै मलाई चाहिँ अलिकति उद्यमशीलतापट्टि बढी चासो र रुचि। अनि ब्याचलर पढ्दा पढ्दै म चाहिँ रोड ट्र्याक क्लबमा पनि इन्गेज थिएँ। त्यसमा त्यो संस्थामा स्वयंसेवी रूपमा काम गरिरहँदाखेरि हामीले चाहिँ यो आकाशे पानी सङ्कलन तथा यो अर्ग्यानिक खेती तालिमहरू, फलफुल खेतीका तालिमहरू चाहिँ धेरै नै हामीले चाहिँ किसानहरूसँग मिलेर साझेदारीमा चाहिँ धेरै नै कार्यक्रमहरू सञ्चालन गऱ्यौँ। अब हामीले विश्वविद्यालयमा अध्ययन गरिरहँदाखेरि एउटा यो विश्वविद्यालय अथवा चाहिँ एकाडेमियाले कसरी चाहिँ समुदायलाई चाहिँ सघाउन सक्छ त्यो खालको कामहरू चाहिँ हामीले त्यो रोड ट्र्याक क्लबमा हुँदादेखि नै गर्थ्यौँ र त्यही सिलसिलामा अब यसलाई चाहिँ मूर्त रूप दिनको लागि एउटा उद्यमबाटै सुरु गर्नुपर्छ। उद्यम पनि गर्ने र समुदायलाई पनि चाहिँ एउटा विन विनको सिचुएसनमा चाहिँ सघाउ पुर्याउने जुन अब विकास निर्माणका सवालमा होस् अथवा चाहिँ अरू क्यापेसिटी बिल्डिङको कुराहरूमा भनौँ न अब खेती किसानीमा कसरी चाहिँ सहजीकरण गर्न सकिन्छ भन्ने उद्देश्य थियो र त्यही उद्देश्य प्राप्तिको लागि चाहिँ हामीले यो हाम्रो संस्था चाहिँ सुरु पनि गऱ्यौँ र भनौँ न विश्वविद्यालय लगायत हाम्रो चाहिँ स्थानीय सरकार एनजिओ आइएनजिओहरूसँग पनि साझेदारी गर्दै हामीले चाहिँ किसानसँग र भनौँ न अब यो किसानका समस्याहरूसँग सरकार राख्ने खालका चाहिँ हाम्रो प्रविधिहरूलाई चाहिँ हामीले चाहिँ इन्टरभेन्सन प्रोजेक्टको रूपमा चाहिँ अगाडि बढाइराखेका छौँ। संस्कृति फार्म्स एन्ड रिसर्च सेन्टर चाहिँ यो एउटा फुड, इनर्जी र वाटर इन्भाइरोमेन्ट यो नेक्ससमा चाहिँ हामी काम गर्छौँ। हामीले अध्ययन अनुसन्धानका कामहरू पनि गर्छौँ जुन चाहिँ वैज्ञानिक ढङ्गको हुन्छन्। त्यो चाहिँ हामी विभिन्न विश्वविद्यालयहरू विभिन्न देशका सँग साझेदार गरेर गर्छौँ भनेदेखि। अर्को चाहिँ अब हामीले हाम्रो नर्सरीमा भनौँ न हामी नर्सरी पनि सञ्चालन गरिरहेका छौँ। फलफुलको नर्सरी विभिन्न जातका विभिन्न देशबाट आएका भेराइटी फलफुलका भेराइटीहरू चाहिँ हामी परीक्षण गर्छौँ र यो जुन हामी अब मिड हिल्स भनौँ न मध्य पहाडमा बसिरहँदाखेरि मध्य पहाडी हावापानीमा कस्तो खालको फलफुलका बिरुवाहरू चाहिँ सुट गर्छ, कसले चाहिँ राम्रो प्रोडक्सन उत्पादन दिन सक्छ, नेपालीलाई कस्तो चाहिँ फलफुलहरू मनपर्छ अथवा चाहिँ बजारीकरण गर्नु कतिको सहज छ, त्यो सबै कुरा हेरेर हामीले चाहिँ फलफुलका बिरुवाहरू पनि हामी चाहिँ यहाँबाट उत्पादन गर्छौँ। त्यो सँगसँगै देश विदेशका विद्यार्थीहरू किसानहरूको लागि चाहिँ हामीले चाहिँ यहाँ प्राङ्गारिक खेती कसरी गर्न सकिन्छ, फलफुल खेती कसरी गर्न सकिन्छ, मौरी पालन कसरी गर्न सकिन्छ, अनि पर्यटन कृषि पर्यटन चाहिँ कसरी गर्न सकिन्छ भन्ने लगायतका विविध खालका चाहिँ हामी तालिमहरू पनि सञ्चालन गर्छौँ जो चाहिँ अब हाम्रो किसानको लागि हुनसक्ला अथवा चाहिँ देश विदेशका नेपाली विदेशी सबै विद्यार्थीहरूको लागि हुनसक्ला। हामीले यो लाइफ स्किल्सको भनौँ न एउटा अपर्च्युनिटी पनि यहाँ चाहिँ हाम्रो विद्यार्थीहरूलाई दिन्छौँ र त्यो सँगसँगै हामी चाहिँ होमस्टे भनौँ न एउटा फार्म स्टे त्यो पनि सञ्चालन गरिरहेका छौँ। यो चाहिँ अब कागती नै हो, फुल चाहिँ मजाले फुलिया छ, यस्तो चाहिँ निकाल्नुपर्छ। यो चाहिँ
चाहिँ निकाल्नु पऱ्यो। यो चाहिँ सकर भन्छ यसलाई चाहिँ। यो मुनिबाट कलमी मुनिबाट जे पढाउँछ त्यसलाई चाहिँ निकाल्नु पऱ्यो। यो चाहिँ फुल मजाले फुल वरिपरि मजाले फुलेको छ। यो बोटले छेक्न चाहिँ सक्दैन यसलाई, तैपनि फुल्न चाहिँ फुलेको छ। यो चाहिँ एकदम धेरै बच्चा छ, यो फलाउनु चाहिँ हुँदैन यसमा। यो अडिन्छ अब दुईवटा तिनवटा मात्र अडिन्छ, अरू चाहिँ सबै झर्छ। यो त्यहाँदेखि चाहिँ साइज राम्रो छ नि सर। यो सबै अर्ग्यानिक यो मौरीको घर भइहाल्यो। यस्तो चाहिँ हाम्रो ठाउँमा मौरीको घरहरू सबै राखेको छ। यो चाहिँ अब पोलिनेसनलाई पनि भयो। यो छायामा भन्छन्, छायामा केजिएममा भन्ने जस्तै खालको हो। यो हामीले परीक्षण गर्दैछौँ। यो चाहिँ ल्यान्डस्केप गार्डनिङको लागि गरेको भयो, यो चाहिँ तयारी गरेको बिरुवाहरू भयो। अनि यो चाहिँ मैले उता अमेरिका जाँदाखेरि लिएर आएको, उताबाट लिएर आएर म आफैले कलमी गरेँ। यो पलाएँ, यो सफल भयो, यो सफल भयो, त्यो सफल भयो, यो भयो, यो भयो। 4-5वटा अब यो आरू पनि भयो लगभग। आरू बिचको अर्कै जातको होइन। यो कलमी गरेकै भएको मैले कलमी गरिदिएँ हो। भोलि मलाई यो बाहेकको अर्को आरू चाहियो भने यसको पलाउँछ, यो लोकल आरूको यो निकालिदिने, यो बढ्न नदिने यसलाई चाहिँ, यसले न्युट्रिसन खान्छ होइन। यो माथिको जोटी अर्कै जातको आरू, यो राम्रै जातको आरू, त्यहाँ माथि अर्को आयो होइन। यहाँ 3 थरीको आरू चिज भयो क्या। यो चाहिँ अब गोजीबेरीकै जात हो, एकदमै महँगो हुन्छ। ड्राई फ्रुट बेच्दैछ नि, एकदम महँगो हुन्छ। यो चाहिँ किरा हुन्छ, यस्तो किरा हुन्छ। यो किराले चाहिँ यो खाँदै यस्तो होलो पार्दै जान्छ। यो बोरल हुन्छ यसलाई चाहिँ। नेपालको परिप्रेक्ष्यमा उद्यमी भएर बाँच्न असम्भव होइन, सम्भव त भनौँ न म आफैले यो एक दशक यो पेसामा बिताइरहँदाखेरि अब एक हिसाबमा दुःख परे पनि, समस्या आइपरे पनि हामीले यहाँसम्म चाहिँ लिएर आउनु सक्यौँ, सफल भयो। र यस्तै सफलता हामीले मात्र होइन, अनेकन धेरै युवाहरूले पनि सफलता हासिल गर्न सक्नुहुन्छ। चुनौती त धेरै छन्, तर चुनौती केमा हुँदैन, सबैमा चुनौती हुन्छ। मुख्यतः अब आफ्नो प्यासन र यसमा चाहिँ अब आफूले कतिको समय दिन सकिन्छ त्यो कुराले अर्थ राख्छ। उद्यममा लाग्दाखेरि नेपालमा जुन हामीहरूले गरे जस्तो यो कृषि पर्यटन अथवा चाहिँ एउटा चाहिँ इको टुरिज्ममा चाहिँ म आफैले हेर्दाखेरि एकदमै भरपुर चाहिँ हाम्रो चाहिँ एउटा भनौँ न खालको अपर्च्युनिटीहरू छ जस्तो लाग्छ, अवसरहरू छन् जस्तो लाग्छ। यहाँ मात्र होइन, हाम्रो नेपालको हरेक ठाउँ हरेक गाउँ आफैमा युनिक छन्। हाम्रो कल्चर, कला संस्कृतिहरू, प्राकृतिक धरोहरहरू चाहिँ हाम्रो चाहिँ अभूतपूर्व नै छन्, अभूतपूर्ण नै छन्। त्यो हुँदाखेरि मजाले अवसर छ। तपाईँले जे गर्नुहोस् त्यसमा चाहिँ दिगो हिसाबले एकदम सोचेर अध्ययन गरेर अनि त्यसपछि आत्मसन्तुष्टि हुने हिसाबले काम गर्नुहोस्। नेपालमा उद्यम गर्नलाई र सफल हुनलाई तपाईँलाई कसैले रोक्नु सक्दैन।